दाहिने हातमाथि दाहिने हातमाथि हजुर भन फोटो खिच्दै भिडियो भिडियो गरिरहेको छु मैले होइन दिदी बहिनी गर्छ बहिनी होइन होइन बहिनी होइन बहिनीलाई ढुक्नु पर्दैन एकचोटि छाप्दै जानु बाबु एकचोटि छाप्दै जानु फेरि खान्छ अनि फेरि एकचोटि ल फेरि खाऊ खाएको थिएन एकचोटि खाइहाल्नु भन्छु खायो तिम्रो भाग अन्त दियो दिदीको भएकै छैन हामी आफू मात्रै खिचेर तिम्रो भाग अन्त दियो अब के गर्ने ल तिम्रो भाग अन्त दियो भयो अब ढोग अब ल बत्ती बाल्नु बत्ती बाल्नु लाइट बत्ती रविकाले अन्डा दियो रविकाले अन्डा दियो उचाल्न रविका अन्डा दियो त भाइहरूले यो दियोले भने के भने उचाल्न त सानो हो त्यति उचालेर बोल्नु भनेको दियो चाल्नु दियो काली मान्छे बोलेन यो दोरी जाल पर्यो बाबु हजुर कस्तो रमाइलो लागेको छ के छ आज यता हेर त कस्तो लागेको छ रमाइलो रमाइलो लागेको छ खुसी लागेको छ यता हेर न खुसी लागेको छ हो र रमाइलो दिदी झ्या छैन त कसरी भिडियोमा छ त्यही भएर ए दिदी भएको अझ रमाइलो हुन्थ्यो होला रमाइलो दिदी भएको अझै रमाइलो हुन्थ्यो होला है यो एउटा काली काली दिदी भएर मात्र हो काली दिदी नभएको छ भने कस्तो हुन्छ होला यो पनि पछि जापान गयो भने के गर्ने कोही दिदी हुँदैन नजाने किन कहाँ जाने त तिमी कहाँ जान्छ ल भन त कहीँ पनि नजाने यो हामी फेरि तल भित्री हलमा गएर हेर्नु पर्छ यहाँ त हल्ला गरेर हेर्ने
अलि भाइ चाहिँ सकिन होइन होइन अब अगाडि आइज न के भने अलि बेसकिन हाल्ने ओखरले बेसकिन हाल्ने यो चिया पनि लुगा बत्तीमा जानुहोस् उसले त भन्छ यसको लुगा हेर्दै एकछिन लुगा हेर्दै यसको यस्तो गर्नु अलि लिएर जाऊ त रवि तँ लिएर जाऊ गर्नु पर्दैन गर्नै गर्नुपर्छ त्यो हुन्छ के गर्नु भयो कति डिजे भएन 12 जति तिमी अगाडि आउन मैले सकिन कि मम्मी तर हाल्नु भयो प्लेट यस्तो गर्छ मलाई के राम्रो भन्थ्यो एउटा घुम्न नगर्न के गरेछ डै सक्छ छैन नाइ मम्मी खाने सक्छ त के ठिक पाएन सजिलो भयो यसको लुगा समातिनु पर्ला जस्तो भएपछि शान्ति भयो सजिलो भयो यसको लुगा समातिनु पर्छ फुल एक्सर्साइज हुन्छ यसको ढप्पको ढेर प्लेट जाँदैछ गने गणेशको गने अलि बेसकिन हाल्नु माथिबाट हाल्नु न ओखरले झर्सियो कि टुटी ल्यायो ओखरले टुटी ल्यायो भन्नुहुन्छ नि चिन पछाडि एउटा माथि चाहियो अब अनि पछाडि ठुलो छ माथि चाहियो चार उयो भनेर अब सजिलो हुन्छ 5 12 छ कि हैन न टक्कै बस्यो के बस्यो मलाई के बस्यो इसान चाहिँ सबैले देखाइदियो त्यसो भने त 12 छ कि हैन त पाए नि ए टोपी गयो एक यहाँ चेन्ज गर्दै ओखर टक्कै बस्यो ओखर टाउको बस्यो हेरौँ त एकचोटि अरे हो रहेछ त टाउको बस्यो ओखर कति भयो अमला त्यही अड्क्यो अमला अड्क्यो औँला नै अड्क्यो अब टोपी झर्दैन होला अड्क्यो नि हो दुईवटा चिजहरू थियो अमला नअड्क्यो ओखर नअड्क्यो यहाँ भोट गर्नु यहाँ भोट गर्नु अर्को औँला नै अड्क्यो तिनीहरू नि यहाँ त सबै अड्क्यो यहाँ अमला अखर सबै अड्क्यो उसले खाइसकेपछि तिमी उयो लिएर जाऊ पूजा गर्ने चामल लिएर यहाँ छ तल ढोकोमा ल न उसले युवराज लिएर तल पोखर फुटाइदियो ओखर ऊ अमरा आएन एक के भन्छ त्यसलाई ग्लास सबै लिएर जाऊ ग्लास ए बेटा धेरै धेरै ढुलो पानी नपाल्छ कहाँ गर्ने मम्मी ढोकामा है ठ्याक्कै ए के गर्ने हो बाहिर जाने कि तल
मैले बुझ्दाखेरि बस्ने भने जाने अनि चामल चढाउने यहाँनिर पूजा गर्ने अनि झ्याक्कै छिच्याएर नि त्यो यो बोक्रा सबै यहीँ राखेको पोर्छु नि यहाँ राखेर हो केलाउनु पर्दैन है ढोका बाहिरै भित्र यसो बाहिर जाउँ न खोल्यो ल भाग पनि दिइसकेको रहेछ त पछि पो दिने हो त अहिले भाग दिइसकेछ ईशान के छ हल्का भयो कस्तो भइरहेछ त आज रमाइलो हो खुसी लागेछ ल ठिक छ इमान्जल के छ बाबा रमाइलो हो रमाइलो भएको छ ल अहिलेसम्मकै होइन सबभन्दा रमाइलो ल ठिक छ ल रवि कहाँ रवि कहाँ हो र कस्तो लागेर त दिए तिमीलाई तिम्रो टाउको छैन त लाउँदै कता यता हेर त हेर त क्यामेरामा यता हेर न टिका थापर लगाएको हो भन्न के गर्छौ तिमी बाबु यसरी बाँध्छ हजुर के गर्दै हो भने टिका लगाउ हाँ टिका लगाउ म टिका लगाइदिन्छु के गर्दैछौ भने तिमी के गर्दैछौ भने के भाषा लाग्यो ए तिहार कस्तो लाग्यो तिमीलाई तिहार कस्तो लागिरहेको छ तिमीलाई सक्यो होइन रमाइलो भएको छ हाँ कुछ लाउनु न त ल दिले बढ्नुपर्छ ए छिटो आउनु न यहाँ कपडा यहाँ देख बाबु यहाँ देख छ कति बजी खाँदा भाग्छ ए मजा ल उखर खाऊ अलिकति चुसो चुसो भयो यसो आएन ए गयो रहेछ र गएको रहेछ त गयो त्यो उस आयो भने फेरि के ल है फेरि डोली ल फेरि त्यो ओखरको केरा उस पानीमा त खाऊ यहाँ किचनमा चल्दैन त यस्तो कुनाले गरेर भित्रमा ओखर खाएको यो अब कुछ लाऊ पनि तिमीलाई कुछ लाऊ यसो गर यसो गर है अनि सुन्नु यसो के भएर यसो गर ओखर सबै बिगाडे अलि सुन्नु अब त यसमा हाल्दै तल ढोका फोरेर आएको नि त औ त कुनामा हो त्यहाँ अब के गर्ने सक्यो होइन अब रसमलाई खाइदियो रसमलाई खालि भाडा गरेर ल ल ल ल आ ओखर त अझै बाँकी रहेछ है मिठो भयो त्यो चम्चा खाइछ न दही चिउरा दियो दही चिउरा हातमा दियो गर्नु लाग्छ कसो जानेछ हात डेट राम्रो छ आएको छैन कि बाहिर यता बाहिर राखेको छ डेटहरू बाहिर सकेसम्म बाहिर ल्याएको त हो नि खोइ आठामा ल त्यही राख फेरि यता डेट आउँदैन मोबाइल त्यही होस् कि हात थाप्यो
दियो रमिका भाइले हात थापिरहेको छ त ल दिदीको भाग दियो ल दिदी भाग दियो होला दिदीको टिका हेर ओ दिदीको टिका आयो हो दिदीका ए दायाँ हातमा सम्म दायाँ हातले सबै अब उठ्यो फाल्ने अब उठ्यो टिका दियो अब माथि फाल्ने बस्नु सबैसँग म एकैचोटि बाहिर नि ओ धेरै दियो मान्छेको दियो ल्याप्पै राख्ने ल एकजनाको दियो एकजना दुईजनाको दियो ल ल भयो भिडियो अब तिम्रो युट्युबमा हेर है तिमीले माथि नपुगेर है मेरो टिका मेरो टोपी टप्पै चढ्यो मैले सँग कसैले मलाई टिका त्यो मोबाइलले उता ढकाउ राख्दै त किरा आउँछ उता उता राख्नु ढकाउ उता ल्याइजाउ न खै त लाग्छ कहाँ फाल्ने डर फोर हुन्छ गर्नु गर्नु माथि दियो त किन टप्पै दल्छ यहाँ हो र यही राखिदिनु त माथि छ हटाए फोटो खिच्नु नि एउटा ल कुल खिच्नु है ए म जानु पर्यो के ल फोटो खिच्नु त ठेक्टोको मनले हाने यता हेर बाबु दिले फोटो खिच्दा खिच कस्तो छोड छोड भयो मेरो खोइ कोटाइ भयो भयो छैन त के खाने कुरा खाऊ ल म टिका ओ यसले पैसा दियो दिँदैन टिका लगाइदियो टिका ए टिका लगाइदियो मलाई भाग दिस यस्तो म अप्ठ्यारो भयो के जानु मलाई कहाँ जानु अप्ठ्यारो भइसक्यो अब टिका लगाइदियो टिका लगाइदियो बाबु सेन्ड ब्याक थिए ले टिका टिका हेर टिका ल्याऊ सुनेको छ भन्नु के भन्नु म त लाइन गर्दैन लुगाइ भयो होइन त हाँ लुगाइ भयो होइन तपाईँलाई भने कि होइन मैले ल टिका नै होइन त्यही खतरा छैन यो मेरै याद हो रक्तले खुन्नामा ओ ओ दासु दासु माथिमा माथि च्यान टुक्क ए हजुर छाड्यो के हाम्रो ब्रेक छ कहाँ गएको भाइ ए तिमी कहाँ गएको कहाँ गएको अब साथै उठाइ भयो उठ्दा पनि भयो अब उठ्ने मैले ब्याग देखेन उठ्नु भयो सब भिडियो अफ गरिदिनु आउँ अब नानीलाई टिका लगाइदियो ए दिदीलाई टिका लगाइदिउ न एकचोटि टिका गर्नु न टिका गयो हो न टिका लगाऊ टिका गयो उ माथि तासी के गर्यो तपाईँले किन? अनि चाहिँ नलाने म थिएटर लगाइदियो भन्ने जान्छु त्यही भएर ब्यागै हेर्नु अब उठ्दा नि हुन्छ जाऊ अब सब होइन पखाएर उसलाई टिका लगाइदिउ न एकछिन पखाएर ल न बसौँ भाइजीको खै भाइले देऊ न भाइले के देऊ अर्को टिकट लगाइदिउ रविको छोरा छोरा मैले ल एकजना लगाइदिउ हुन्छ एउटा एकजना लगाइदिउ हुन्छ म एल्लो मात्रै यस्तो गर्छु यो ग्रुप यहाँ चाहियो नि ग्रुप त चाहियो नि यस्तो हामीलाई गर्छु तपाईँ तिनवटा अनि म फेरि यसो गर्ने यस्तो सट्टा तान्छु के भने फुल राखेको है टाउकोमा झऱ्यो होला यसलाई सुन अब हुँदैन हस् हस् यो त कहाँबाट लगाइदियो? यहाँबाट लाइन पर्छ ल ल ल खाऊ यसले खाइसक्नु खाइसियो उयो दाजु फुलिएर खाऊ मैले टिका पुगेन हौ ल्याउ न ल्याउ न ल्याउ कुन यो हो त्यही हो
कहाँसम्म आइपुग्नु अब तिमीले चामल कतिको लगाइदिन्छ भयो अब तिमीले चामल कतिको लगाइदियो तिमीले 17 किलो लगाइदिनु 17 किलो भइसक्यो 70 खै मम्मी किन उ भयो 17 किलो लगाइदिनु न ठिक एउटा लगाइदिनु न सबै लगाइदिनु सबै हाल्यो त्यो सेउरा बल्ल हुन्छ त सबै लगाइदिनु त्यो होइन बडा रातो चाहिँ लगाइदिनु रातो टमाटर रातो च्याप भइसक्यो के गर्छ हुन्छ के मलाई दियो बाबा टपा भयो टमाटर सबै टमाटर भयो भने अब त्यो ल्याउन त्यो पानी राखेन होइन पिठो मात्र राख्नु पऱ्यो कि भयो, पानी हिँडो बनाएको पानी होइन फोका फोका लगाइदिनु तेल तेल फोका सबै ल्याउ ल्याउ लाइन हाल्दैन त्यही ल्याउ नचलाउ नचलाउ ल्याउ यति धेरै छ हुन्छ के बस के आँट्दैन के त्यो त आँट्दैन मेरो टाउकोमा यहाँ भाइले दिदीलाई टिका लगाउने प्रोग्राम भइरहेको छ सबैजना हेर्नु होला उसको निधार देखेछ नि के काली बसी त फर्किन्छ त यस्तो गर्न। त फर्क्यो भने कि गुड यतिकै है अब यसरी कसरी यतिकै होस् ठिक छ तिमी अलिबाट जाऊ न 4 मिनेट हजुर यता फर्किन्छ यताबाट बोल्नु न आउँदैन भने अलि त फर्किनु भने ठ्याचक्क ठिच भयो भयो ठिक छ हो गुड गुड भयो बल्ल राम्रो भयो त भयो 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 भाइले दिदीलाई टिका लगाउनेको प्रोग्राम फेरि घुमेको उता डोको मात्रै बसी जस्तो अब यो हरियो 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 हुँदैन ल ल लाइभ न ठेक ठेक गर्न लाइभ न लाइभ नि ल प्रोग्राम सक्न लाग्यो हुन्छ राम्रो भयो अब भयो भयो छोड्यो छोड्यो अझ घुमाउँथ्यो त अझ घुमाउ गुड हो बल्ल पो रबिना हो कि होइन जस्तो भयो रविनले भयो छ न भावना फेरि घुम्यो यता घुम्नु भइगयो ठिक छ हुँदैन के हुँदैन 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 भने हो जाँदै जाँदै हजुर भयो भयो कि भयो एकचोटि डोल 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 लगाइदिएको ठिक सुन्ने मान्छे छोड्दै हो हुने क्या? बाबु ठ्याक ठ्याक हाल्दैन नि झिझिर फटाउनु अब यहाँ यो समाउन फेरि भयो भयो उयो एउटा ल्याउ न यो अब माथिसम्म भइसक्यो त्यत्रो लगाइसक्यो अब रातो एउटा लगाइसक्यो होइन ल्याब नलाउने एउटा छक्क छुनुपर्छ कि छोइदियो पुग्छ कि ल्याउ न के फेरि तल आएर त्यो बढ्दैन कि के ठ्याक ठ्याक रबिना जाऊ न पहिला ठाउँमा न भएन कि भिडियो राम्रो भएन भयो 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 नल्याउ नल्याउ डोराएर नल्याउ पुइ ल त भयो अब जा भइसक्यो र पहिला हेर त भयो भएन ठिकै छ लगाएर खै मलाई थाहा छैन काली मान्छे ठिक छ ल र चामल टिका लागि चामल टिका लागि चामल दिएर बाबु बाबु चामल टिका लागि म काटिदिन्छु बाबु चामल दिएर लागि खाना लागि त्यति हुन्छ होला लगाएर त तल लगाइदियो घुमाइदियो हो इले जान्छ कि बरु कति एकैचोटि हो दुइटाहरू लगाइदियो एउटाले समाऊ एउटाले छुने मात्रै गर्न यस्तो गरी छोरा जस्तो गर्दै सानो लाग्छ त्यो अलि यता फर्काउनु लाग्दैन रहेन फर्किन जाँदैन हो लाइन त ठ्याप 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 छोड्नु हो फेरि अर्को हात ल्याऊ फेरि एकचोटि ल्याएर नला नलागा पऱ्यो दुवैजना खिच्नु ल भयो गुड गुड अब चामल अलिक टिका गरिदियो ल चामल मलाई धोइरहेको ल बस बस ल बस पूजा गरिदियो अब सबैले त्यहाँ बस्नु त्यहाँ बस पूजा गरिदियो टाउकोमा ल अब खुट्टामा धोगा सबैजना उताबाट होला कोही हुँदैन झन् पाउला र यहाँ बस न तिमी खोइ चक्की मुछेर ल बस खुट्टा ठाडो गरिदियो खुट्टा ढोग जे गर्नु ल बस नबस्ने त्यहाँ बसेर खुट्टा दियो न प्रतिदिन बस्नु नि त कसरी दिने हो पर्छ र यस्तो लुगा यस्तो गर अनि खानु पाक्दियो न हुँदैन है हुँदैन कस्तो दिन तिमीले यसरी दिने ल खुट्टा समाज अनि हेर्नु न
त्यसो भने टिका खस्ला फेरि आँटेको सोचेको कुरा होइसक्यो कहाँ गयो उयो ल भाइ ल त म त्यहाँ दाइ दिसँग बसेको छु भाइसँग बसेको उता बस अब आजको भाइटिका सकिएको अवस्था है नि त रविलाई कस्तो लाग्यो त आज भाइटिकाहरू रमाइलो लाग्यो खुसी लाग्यो ल अब यसपालिको भइरहेको छ कि अब अर्को वर्ष लागि तयारी रमाइलो लाग्यो है बाई 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 अब आजको तिहार भाइटिका सक्यो है नमस्ते नमस्ते गर सबले नमस्ते गरिदियो बाई बाई नमस्ते